म आज अत्यन्तै स्तब्ध छु। 3 वर्षीय बालिका गरिमा चौधरीलाई एउटा विभत्स रूपमा हत्या गरिएको छ। बलात्कार जस्तो जघन्य अपराध गरेर एउटा 3 वर्षीय छोरीलाई मार्ने समाजका अपराधीहरूलाई केवल जेलको केही वर्षको सजाय मात्र होइन, मिल्छ भने नेपालको कानुन चेन्ज गरेर फाँसीको सजाय दियोस्। म आग्रह गर्छु। आङसिरिङ्ग हुने, डर लाग्ने, हाम्रा पनि घरमा छोरी छन्, बच्ची छन्, सानो बच्ची छन्, तर्सिनु पर्ने, कतै बच्चा बच्ची छोड्दा डराउनु पर्ने अवस्था सिर्जना भयो। समाज कतातर्फ जाँदैछ? हामीले कस्तो समाज निर्माण गर्न खोजेको हो? हामीले कुन समाज कल्पना गरेको हो? हामीले कस्तो नेपाली समाज कल्पना गरेको हो? कोही कहीँ सुरक्षित नहुने अवस्था सिर्जना भयो। 3 वर्षीय एउटा अबोध बालिका, 3 वर्षीय एउटी छोरीलाई विभत्स रूपमा बलात्कार जस्तो कर्म गरेर मार्ने यस्ता नरपिचास अपराधीहरूलाई राज्यले जोगाउनु पर्दैन। मिल्छ भने फाँसी दिइदिनुहोस्। समाज मानवताले शून्य भयो, मानवीयताले नेपाली समाज खोक्रो भयो। मैले बारम्बार भन्ने गर्छु, मन्दिर, मस्जिद, गुम्बा, चर्च भन्दा माथिल्लो एउटा मन्दिर छ, त्यो हो मानवताको मन्दिर। त्यो मानवताको मन्दिर अहिले खोक्रो भएको छ, हराएको छ, कोही कसैसँग केही पनि छैन। एउटा बच्चीलाई बलात्कार गरिएको छ, एउटा वृद्ध अवस्थाको आमालाई जबरजस्ती गरिएको छ। आज भर्खरका चेलीबेटीहरूमाथि जबरजस्ती करणीका घटनाहरू सुनिन्छन्। कोही पुरुष मानिसहरूलाई ब्ल्याकमेलिङ गरेर फसाएका घटनाहरू सुनिन्छन्। को कतातिर के हो भन्ने नै थाहा छैन। जो कोही किन्नुहोस्, अपराधी पुरुषलाई पनि कारवाही गरियोस्, अपराधी महिलालाई पनि कारवाही गरियोस्, र यस्ता बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरूलाई त कारवाही होइन भगवान, सिधै फाँसी दियोस्। यो देशमा मेरा दिदीबहिनीहरू सुरक्षित भएर बाँच्न पाउन्, एउटा चेलीहरू आनन्दले हिँड्न पाउन्, चेलीहरू ढुक्कका साथ हिँड्न पाउन्, हामी त्यो चाहन्छौँ। सबै खराब छैनन्, सबै सही पनि छैनन्, सबै पुरुष खराब पनि छैनन्, सबै सही पनि छैनन्। खराबहरूलाई, गल्ती गर्नेहरूलाई, छोरी होस् अथवा छोरा होस्, कारवाही गरौँ। तर यस्ता अपराधी जसले 3 वर्षको बच्चालाई आज जबरजस्ती गरेर आज गरिमालाई सदाका लागि संसारबाट लग्यो, यस्ता पापीहरूलाई राज्यले चुप लागेर नबसोस्। यही भिडियोमा 2-3 चोटि भनिसके, फाँसी दियोस्। समाजलाई मानवताको समाज बनाऊ, इमान्दारिताको समाज बनाऊ। हरेक चेलीबेटी हिँड्दा आनन्दले हिँड्न पाउन्, हरेक पुरुषहरू हिँड्दा आनन्दले हिँड्न पाउन्। सुसंस्कृत समाज निर्माण होस्। दोषीहरू कानुनी कटघरामा उभिउन्, निर्दोषहरू कहीँ नफसुन्। हामी हरेक दिन भन्ने गर्छौँ। आज केवल गरिमालाई यस्तो भयो भनेर समाज एकछिन तात्तिन्छ, एकछिन सामाजिक सञ्जाल तात्तिन्छ, केवल एकछिन तात्तिएर मात्र हुँदैन।